my brothers Unique and Mayuke. We are enjoying a great day today. A kind of weekend and a kind of refreshment with my brothers. I'm very happy to meet you all, you guys. As now, my brother is going to give a good rap. Come on, Unique. 1, 2, 3, go! नसाको चार्जमा बसिरहेको छु म त रातमा यो साथीभाइको चार्जमा यो कति बजिसक्यो घर जान कुरिरहेको छु मेरो साथमा यो आमा बुवा छन् मेरो साथमा यो जहिले पनि बसिरहेको छु म चाहिँ नसा र गाजाको मदिराको माथमा साथीभाइमा को लैलतमा म जहिले पनि डुबिरहेको छु साथीभाइमा तर मेरो परिवारमा के थाहा डुबिरहेको छ मलाई पनि थाहा छैन तर साथीभाइहरूसँग पनि म ज्यान फालिरहेको छु तर मेरो आधा रात बितिसक्यो घरे पारमा मेरो आमा बाउ मेरो फ्यामिली परिवार तर पुरिरह होला बेला बासी भात खुवाउन तर साथीभाइ भने मात्रै मरि हत्या गर्छु तर दिन भने रातहरू यसै ढलिरहेछ भोलि के हुने हो थाहा छैन तर मैले साथ दिइरहेको छु साथीभाइहरूलाई नै यो साथीभाइ सबैजना गए साथीभाइ अनि तिमी छौ मेरो सबैजना साथीभाइ अनि हामी तीनजना भयो जम्मा भए घुम्न जान्छौँ त्यतिकैमा हामी छुमाहरू यो साथीलाई भेट्नु माथि यो तिमी त छौ मेरो साथमा यो साथी लाग्दैछ तिम्रो नसाको माथमा यो बसिरहँदैछु म त गाजाको माथमा यो त्यतिकैमा साथीभाइहरू भन्दा भन्दै आज रातहरू दिनहरू ढिली ढलिसके तर मेरो भने लाइफ भने ड्यामेज भइसके तर मैले छोडिसकेँ आज भोलि नसा र त्यो रक्सीको मातमा छोडिसके आज भोलि घर परिवारले मलाई बुझ्दैन तर म चाहिँ भने एक्लै कोठामा बसिरहेको छु तर दिन रातहरू मेरो आँसु कसैले बुझ्दैन तर पनि म अझै पनि लडिरहेको छु सङ्घर्षहरूमा अघि बढिरहेको छु तर साथीभाइहरूसँग सबैलाई नै त्यागिकन आमा बाउले त बुझ्दैन भने मेरो मन हृदयहरू सबै रुइरहेछ एक्लै पनि म आशहरूमा बाँचिरहेको छु त्यतिकैमा छोडिदिएँ मैले साथीभाइ क्षमाहरू सबैलाई भुलाएँ अनि सङ्घर्ष गर्न थालेँ मैले यो हसल अनि खोलिदिएँ मैले साथीहरूको लागि दारू खानको लागि पसल आउँथ्यो मेरो साथीहरू सबैजना चार्जमा तर खुवाइदिन्थेँ मैले सबैजनालाई त्यतिकै ज्यापमा